आज पनि तिम्रो प्रतीक्षामा यो घर फुलले होइन मेरो अधुरो प्रतीक्षाले सजाएको छ। हरेक बत्तीको उज्यालोले तिम्रो बाटो हेर्छ, तर ढोका भने अझै तिम्रो पाइला खोजिरहेको छ। गुलाबका यी रातम्य पातहरू मेरो खुसी छर्न होइन, आफ्नो मुटु टुक्रा टुक्रा पारेर बिछाएको हो। सायद तिमी फर्काउँछौ कि भनेर। तिमी आयो भने किन यति धेरै माया गर्यो भनेर सोध्न सक्छौ। तर म के भनौँ, म त आफ्नै जीवनभन्दा बढी तिमीलाई बचाउन चाहन्थे। आज यो कोठामा हजारौँ दीप बलिरहेका छन्, तर मेरो जीवनको उज्यालो त तिमी गएको दिनसँगै निभिसकेको थियो। यदि कुनै दिन यी गुलाबहरू सुकिसकेका भेट्यौ भने सम्झिनु, फुल होइन तिमीलाई अन्तिम साससम्म पर्खिने एउटा केटीको सपना मरेको हुनेछ। म त हारे, प्रेमसँग होइन, तिमीलाई कहिले घृणा गर्न नसक्ने आफ्नै मनसँग।